नमस्कार। कार्यक्रम श्रोती सम्वेकमा यहाँहरूलाई हार्दिक स्वागत छ, नमस्कार छ। यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम श्रोती सम्वेक र आज हामी नयाँ पुस्तक पढ्न लागिरहेका छौँ। शाश्वत पराजुलीको पुस्तक रहेको छ, आधा देशका राजकुमार। यसमा लेखक शाश्वत पराजुली हुनुहुन्छ भने चित्राङ्कनकर्ता अविन श्रेष्ठ हुनुहुन्छ। ल आजको कार्यक्रम सुरु गर्न चाहन्छु। फुच्चे जादुगर हँसाउँदो देखिन्थ्यो। उसका पुट्क परेका स्याउ जस्ता गाला थिए। उसको नाक पाकेको गोलभेडा जस्तो हुन्थ्यो। चुच्चो लाम्चो टोपी लगाएको चाली चाप्लिङ को जस्तो जुङ्गा राखेको फुच्चे जादु अनौठो देखिन्थ्यो। बाहुनले कमिज, कालो स्टकोट र हवाइलिङ्गे पाइजामा लगाएको फुच्चे जादुगर साँच्चीकै ठाट थियो। उसको हातमा सानो छडी पनि हुन्थ्यो। जादु देखाउन फुच्चे जादुगर आफ्नो बाबुसँगै राम्रो गाउँमा आएको थियो। हामीले उनीहरूको जादु 3 पटक हेर्यौं। 3 पटक उसले हामीलाई पेट मिची आँसु लगायो। उनीहरूको जादु देख्ने समूह अरू पनि 9-10 जना थिए। एउटा कुकुर, 2वटा घोडा र एउटा हात्ती पनि थिए। तर पनि हामीलाई सबैभन्दा फुच्चे नै बढी मन पर्थ्यो। हुन त फुच्चे जादुगर हामीभन्दा अलि जेठै थियो, तर पुड्की भएर होला हामी जस्तै देखिन्थ्यो। जसले जिउ नचलाई टाउको यताउता मर्काउँदा हामीलाई अनौठो लाग्थ्यो। जसले आँखा सन्काएको हेर्दा हामी जुरुक्कै हुन्थ्यौँ। अझ जिउ र टाउको अलिकति पनि नहल्लाई जसले कुम मात्र चलाउँदा हामी अचम्मै मान्थ्यौँ। ऊ हामीलाई रबरको मान्छे हो कि जस्तो लाग्थ्यो। यस बेला मुकुल भन्थ्यो, होइन यो फुच्चे जादुगर त रोबोट हो। साँच्चीकै फुच्चे जादुगरले हामीलाई मोहनी नै लगायो। फुच्चे दाई, तिमी हाम्रो साथी बन्ने है? एक दिन मुकुलले फुच्चे जादुगरलाई सोध्यो। बन्ने किन नबन्ने? मलाई तिमी जस्ता साथीहरू असाध्यै मनपर्छ। फुच्चे जादुगरले अनौठो किसिमले आफ्नो कुममा हल्लाउँदै भन्यो। म खुसी भएँ, शिखा दङ्ग परी। मुकुल त खुसीले ब्रुक्क उफ्रिने। फुच्चे जादुगरका कुरा सुनेर हामी जसको जादु हेर्दा जति रमाइन्थ्यौँ त्यो भन्दा बढी खुसी नै भयो। फुच्चे जादुले हामीसँग हात पनि मिलायो अनि अझ पहिले भन्दा धेरै खुसी भयो। मुकुलले त फुटबल जिते जस्तै गरी रुक्कै भयो। शिखा र म पनि साह्रै रमायौँ। स्कुल छुटेपछि घरमा आइ गृह कार्य गर्न सक्यौँ। त्यसपछि हामी 3 जना हाम्रो गुनास बाल क्लबतिर लाग्यौँ। बाल क्लब जाँदा भकुण्डे चोर भएर जानु पर्थ्यो। भकुण्डे चोरको पूर्वपट्टि पाल टाँगेर जादुगर देखाइने गरेको थियो। हामी त्यहाँ पुग्दा जादुगर सकिसकेको हुन्थ्यो। फुच्चे जादुगरका बाबु घोडालाई दाना खुवाउँदै हुन्थ्यो। फुच्चे जादुगर कुखुरालाई लिएर चौरमा डुलिरहन्थ्यो। अरूहरू पालभित्रै बसेर आराम गरिरहन्थ्यो। कहिलेकाहीँ भने फुच्चे जादुगर पनि पालभित्र हुन्थ्यो। हामी पाल बाहिर बसेर
सुन्थ्यौँ, गीत गाउँथ्यौँ अनि ऊ बिस्तारै बाहिर निस्किन्थ्यो। यसपछि हामीलाई पनि मिलाएर बाल क्लबमा जान्थ्यौँ। बाल क्लबमा हाम्रा थुप्रै काम हुन्थ्यो। हामी गाउँमा आफू जस्तै बालबालिका साथीहरूको मा काम गर्थ्यौँ। कुन बालबालिकाले पढ्न पाइरहेका छैनन्, कुन बालबालिकालाई काम गर्न नआइन्छ, कुन बालबालिकाले राम्ररी काम गर्न पाइरहेका छन्, हामी त्यसबारेमा खोजी र छलफल गर्छौँ। त्यसपछि वृत्ति पत्रिका निकाल्यो, तयारी भइरहेको हुन्थ्यो। कहिले पुस्तकालयका लागि किताबहरू सङ्कलन गर्न दौडधुप चलिरहन्थ्यो। अहिले पनि बालबालिकामै गीत गाएर र मादल बजाएर बस्छ।